हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? आउनुहोस् आज हामी फेरि पनि एउटा टोपी बुन्न सिक्नेछौँ। यसको लागि चाहिँ मैले यो ऊन लिएको छु, इन्डियन धागो, वर्तमानको इन्डियन धागो लाछीमा है। अनि इन्ची टेप त चाहिहाल्यो। अनि त्यसपछि यो चाहिँ 3.5 mm को हुक्स म युज गर्दैछु। अनि सिजर, निडल, अनि स्टिच मार्कर। यो चाहिँ यो खालीको टोपीलाई चाहिँ बुनेट ह्याट भनेर भन्दो रहेछ है। यसको लागि चाहिँ म यहाँ सिक्री बनाउने छु। सिक्री चाहिँ मैले यहाँनिर 45 एउटा घर अथवा सिक्री बनाउने छु। यस्तो गर्छु र यसो गरेर यसलाई गाँठो पार्ने। यो गाँठो पारेको भयो। अब हामी सिक्री बनाउँछौँ। यसरी 45 वटा सिक्री। टोटल हामीलाई 44 चाहिन्छ। 1 चाहिँ एक्स्ट्रा है, 45। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 गर्दै म 45 वटा बनाउने छु र हामी भेट्ने छौँ। मैले यहाँ 45 वटा चेन लाएँ। अब भने चाहिँ हामी 10 वटा घरहरूमा चाहिँ हामी स्लिप स्टिच गर्नेछौँ र मार्क लगाउनेछौँ अथवा मार्कर लगाउनेछौँ है। अब हामी 10 वटा घरमा चाहिँ स्लिप स्टिच मात्र गर्नेछौँ। 1 2 3 4 5 6 7 8 9 10 गरेपछि 10 को ठाउँमा हामी स्टिच मार्कर लाउनेछौँ यहाँनिर। र योदेखि यहाँ माथि सबै हामी हाफ डबल स्लिप स्टिच भन्ने रहेछ है। हाफ डबल गरेर स्लिप स्टिच यसो गर्नुहोस्, यहाँ जानुहोस् र यस्तो गरेर यही ल्याएकोलाई यस्तो गर्नुहोस्। यही धागोलाई यो दुईटामा छिराउने गर्ने। यही धागोलाई यो दुईटामा छिराउने। यो धागो यो दुईटामा सबै यस्तै गर्दै हामी माथिसम्म जानेछौँ। खुकुलो पारोले बुन्नुहोस्। यस्तो गर्दै हामी यहाँ माथिसम्म जानेछौँ है साथीहरू। सबै यस्तै गर्नुहोस्। र सो म के गर्नेछु हजुरहरूलाई म बताउने छु। यस्तो गर्दै हामी माथिसम्म जानेछौँ। यहाँ माथिसम्म, यहाँ माथि लास्टमा आइपुगेको छु। यो लास्टको पनि यस्तै नै गर्ने। अब चेन 1 लिने र यसलाई यता फर्काउने र हामी यहाँ स्टिच मार्कर लगाएको सम्म हामी सेम हाफ डबल स्लिप स्टिचै गर्नेछौँ। अनि यसको लागि चाहिँ यो दुईटाको भाग हुन्छ नि, यो लास्टको यो उता फर्केको, यो दुईटाको उता फर्केकोलाई मात्र हामी लिनेछौँ। यो ब्याक लुप मात्र लिनेछौँ र हाफ डबल स्लिप स्टिच।
यसरी नै हामी बुन्दै जानेछौँ। सबै यस्तै गर्दै हामी यहाँसम्म पुग्नेछौँ र भेट्नेछौँ। सबै यस्तै गर्ने हो। बुट्टा चाहिँ यस्तो बन्छ। म यहाँ आइपुगेको छु। लास्टमा ल हामीले 34 वटा चाहिँ हामीले हाफ डबल स्लिप स्टिच गऱ्यौं भने अब यहाँ स्टिच मार्कर लादेखि यहाँ तल 10 घर चाहिँ हामी सबै स्लिप स्टिच मात्र गर्ने छौं है साथीहरु। स्लिप स्टिच 1, स्लिप स्टिच 2, फेरि हामी यहाँ मार्कै लगाएर राख्ने छौं है। बिर्सिन्छ नि त, गाह्रो हुन्छ नि त साथीहरु बुन्दाखेरि, कहिले बिर्सी पठाइन्छ, त्यही भएर 2 सबै स्लिप स्टिच। ब्याक लुप मात्र लिने हो, सबै यहाँ माथिदेखि तलसम्म सबै ब्याक लुप है साथीहरु। ब्याक लुप यसरी नै बुन्ने अनि फेरि तल पुग्ने अनि फेरि आफूपट्टि फर्काउने हैन, अनि फेरि सबै यस्तै बुन्ने हो। लास्टमा फेरि चेन 1 र यता फर्काउने है, उतापट्टि फर्काउने अनि फेरि अब यहाँसम्म 10 घर स्लिप स्टिच। हल्का बुन्नुस्, धेरै टाइट पनि नगर्नुस्। हामीलाई यस्तो पाटा चाहिँ 2टा पाटा चाहिन्छ। यस्तो गर्दै जानुस् स्लिप स्टिच 10 सम्म। फेरि यहाँनिर यस्तै पाराले 34 घरसम्म हामी हाफ डबल स्लिप स्टिच गर्ने छौं र यस्तै मैले अर्को पनि रेडी गरेको छु। यो यस्तो 2टा बुन्नु पर्छ, यस्तै बुन्नु पर्छ यो पनि है। अनि सो म के गर्ने छु म हजुरहरुलाई म बताउने छु। यसको लम्बाई लेन्थ म हेर्ने छु है साथीहरु। यसको लेन्थ कति छ, यहाँदेखि यहाँसम्म हेर्दा 10 अथवा यो सानो भागबाट हेर्दाखेरि चाहिँ सेन्टिमिटरबाट हेर्दाखेरि चाहिँ 24 है, 24 ठ्याक्कै 24। अनि यसको चौडाइ भनेको चाहिँ झन्डै 14 पुगेको छ है, झन्डै 14 पुगेको छ। यो आफ्नो टाउकोको गोलाइ अनुसार तपाईले हेरेर बनाउनुस्। यस्तो चाहिँ 2टा बनाउनु पर्यो है, साइड पट्टिको कान छोप्ने भाग यो एउटा भयो अनि यो बनाइरहेको छु हैन। अनि यस्तै बनाउनुस्, यो पनि सेम यस्तै बनाउनुस् है। अब यसैबाट चाहिँ म तपाईहरुलाई यो बुन्न सिकाउँछु है टोपीको। यसको लागि पनि हामीले यस्तो छ र चेन 1 र यहाँ 10 घर हामी स्लिप स्टिच गर्ने छौं। स्लिप स्टिच 1 2
3 4 5 5 6 7 8 9 यहाँ 10 मा पुग्यौं 10 मा पनि स्लिप स्टिच हैन अब यहाँबाट भनेको यो 34 घरसम्म चाहिँ हामी हाफ डबल स्लिप स्टिच यो 10 को ठाउँमा हामी स्टिच मार्करले लगाएर राख्ने छौं यहाँ र यहाँ माथिसम्मै हामी सेम यही तरिकाले हाफ डबल स्लिप स्टिच गर्ने छौं अनि यहाँबाट यता पनि हामी सबै यही यस्तै नै हाफ डबल स्लिप स्टिच गर्ने छौं यहाँ पनि म यहाँ आएपछि म तपाईहरुसँग भेट्छु है साथीहरु सबै अघिकै जस्तो हाफ डबल स्लिप स्टिच यस्तो गर्ने हो यस्तो गर्दै माथिसम्म जाने छौं म यहाँनिर पुगिसकेको छु अब भनेको यो भागमा पनि हामी यसरी नै हाफ डबल स्लिप स्टिच यसरी यहाँबाट बुन्दै जाने छम यस्तो गर्ने म चाहिँ यहाँनिर लिन्छु अनि यसलाई पनि स्लिप स्टिच अब जाने हामी यहाँनिर है यहाँ भयो अब यहाँनिर अब भनेको फेरि यहाँनिर अनि फेरि यहाँनिर यसरी फेरि अब यहाँनिर 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 यस्तै गर्ने छौं यहाँ भयो अब फेरि यहाँनिर यसरी अनि फेरि यहाँनिर यहाँ अनि फेरि यहाँनिर फेरि यहाँ कस्तो भन्दाखेरि यो लाइन यो यस्तो यो लाइनको ठ्याक्कै यो माथिको पलमा र यस्तो यो पलमा यहाँ यस्तोमा अनि यस्तोमा हामी लिने छौं यस्तोमा अनि यस्तोमा है यहाँनिर फेरि यहाँनिर जुन यहाँ सिधै नि अब यहाँनिर फेरि यहाँ अनि यहाँ गर्दै हामी यहाँसम्म पुग्ने छौं र भेट्ने छौं म यहाँ पुगिसकेको छु अब फेरि फर्केर यस्तै गरेर यहाँ तलसम्म आउने छौं फेरि यहीँबाट फर्किँदै यस्तो यस्तो तल माथि यस्तो गर्दै हामी जाने छौं अब चेन 1 र आफूपट्टि फर्काउने र फेरि हाफ डबल क्रोसेटै गर्दै हामी जाने छौं हाफ डबल क्रोसेट यो चाहिँ
टोपीको साइडको भाग हो भने यो माथि चाहिँ तालुको भाग भयो है र यो पछाडि बुनेको चाहिँ ब्याकको भाग हुन्छ। यसरी नै हामी बुन्दै जानेछौं साथीहरु। र यो सिधेपछि सो के गर्ने हो म हजुरहरुलाई बताउने छु। यसरी नै हामी बुन्दै जानेछौं। यसरी नै बुन्दै हामी जानेछौं। यहाँनिर आइपुग्यौं हैन। अब यहाँदेखि तल नि सेम त्यस्तै गर्नेछौं। हाफ डबल स्लिप स्टिच अनि यहाँबाट फेरि स्लिप स्टिच मात्र गर्नेछौं र यसरी नै बुन्दै बुन्दै हामी जानेछौं। म यहाँ अन्तिममा आएको छु। अब चाहिँ भने चाहिँ के गर्ने छौं भन्दा म सो तपाईहरुलाई बताउने छु साथीहरु। यसरी नै गर्ने र यहाँनिर लक गरेर हामी काट्ने छौं। यो यस्तो हुन्छ। यो यस्तो भएको छ। यो चाहिँ माथिको तालुको भाग भयो है। यो साइडको भाग, यो घाटीको भाग र यस्तै यताको एक पार्ट मैले बनाएर रेडी गरेको छु। अब भने चाहिँ सियोको सहायताले हामीले यसलाई गाँस्दै जानु पर्छ। यहाँ तलबाट यसलाई स्टिच मार्करले गर्दै गाँस्दै हामी यस्तै गर्दै अनि यो यस्तो गरेर यहाँसम्म हामीले सिलाउनु पर्छ। यसरी यो अनि यहाँ है यो धागो लामो राखेको छु। यो गाँस्दै हामी जानु पर्छ। यसलाई हामी स्टिच मार्करले हामी यहाँनिर गर्ने छौं। यसरी स्टिच मार्करको सहायताले यस्तो गर्दै गर्दा हामीलाई बुन्न सजिलो हुन्छ। यहाँनिर एउटा र यो यस्तो गरेर हामी गर्दै यो यहाँसम्म हामीले मिलाएर बुन्नु पर्छ। यहाँनिर अथवा यसलाई यहाँ यसरी गाँठो पार्दा पनि भयो। यसरी यहाँनिर स्टिच मार्कर लगाइदिउँ र हामीलाई अहिले पछि सिलाउनलाई सजिलो हुन्छ। यसरी
हामी चाहिँ घाँटीको भागदेखि हामी सिलाउँदै आउने छौं। यसरी र यो हामी सिलाउने छौं साथीहरु। यसको सुल्टो उल्टो एउटै हुन्छ हैन। तपाईहरुले कताबाट गर्नुहुन्छ भन्दा पनि यो सुल्टो रहेछ, यो उल्टो रहेछ, हामी उल्टोपट्टिबाट हामी गर्ने छौं। यसरी यसलाई हामी सिलाइदिने छौं। यो सिलाउन त हजुरहरु सबैजनालाई नै आउँछ अनि यसरी नै नर्मल्ली हामी सिलाउने छौं। यसरी है यसरी यस्तो यो अनि यो भाग मैले चाहिँ दुईटै भाग गरे। यसरी एउटै घरहरु नछोडिकन हामी सिलाउँदै हामी माथिसम्मै जाने छौं। यो भाग अनि यो भाग यसरी फेरि यस्तो गर्ने छौं। यो भाग यसरी फेरि यस्तो गर्दै हामी माथि तालुको भाग पनि यसरी नै सिलाउने छौं र हामी भेट्ने छौं। पछाडी चाहिँ यस्तो हुन्छ। राम्रो छ। यसरी नै हामी सिलाउँदै सिलाउँदै यसरी नै सिलाउँदै हामी यहाँसम्म तालुको भाग यहाँसम्मै पुग्ने छौं र सो के गर्ने म तपाईहरुलाई बताउने छु। यहाँ चाहिँ मैले जोडिसके साथीहरु। अनि यो माथिको भाग चाहिँ कति हुनु पर्ने रहेछ भन्ने म तपाईहरुलाई नापेर देखाउँछु है। यो माथिको तालुको भाग यहाँदेखि यहाँसम्म 10 हुनुपर्ने रहेछ है। 10 हुनुपर्ने रहेछ। अनि यो यस्तो भएको छ। अब यसको यहाँ बिड मार्नको लागि चाहिँ म यसरी बुन्ने छु। यो सुल्टोपट्टिको भाग भयो हैन, यो भित्रको उल्टोको भाग भयो। यो सुल्टोको भागपट्टि फर्काउने र यहाँनिरबाट हामी यसको पट्टी भन्छ नि हैन, हो त्यो पट्टी हामी बनाउने छौं। त्यसको लागि चाहिँ यहाँनिर सुरुमा यहाँनिर हामी गाँठो पार्ने छौं। यसलाई एक गाँठो पार्ने छौं र यसलाई यस्तो गर्ने छौं र यहाँबाट हामी चेन बनाउने छौं। म चाहिँ चेन 7 बनाउने छु है साथीहरु। 1 यसलाई यो लक भयो। 1 2 3 4 5 6 7 चेन बनाउने र अब भने यहाँबाट सबै सिंगल क्रोसेट गर्दै यहाँसम्मै जाने छु। 6 वटामा 1 2 3 4 5 यहाँ लास्ट 6
6वटामा सबै यो सिंगल क्रोसेटै गर्ने छु र यहाँनिर यो भयो। अब यहाँनिर आएर यसलाई स्लिप स्टिच गर्ने र अर्को पनि माथि गएर स्लिप स्टिच गरेपछि आफूपट्टि फर्काउने र यहीबाट पछाडिको ब्याक लुपमा मात्र हामी बुन्दै जाने छौं 6 वटा घरमा 1 2 3 4 5 6 वटा घरमा मात्र हामी बुन्ने छौं है। यति चाहिँ याद गरौँ कि हामीले 6 वटा चेन बनाएको 7 वटा चेन थियो, चेनमा एउटा स्किप गरेर 6 वटा चेनमा मात्र हामी बुन्दै जाने छौं। सबै हामी पछाडिको ब्याक लुप जुन चाहिँ सिंगल क्रोसेट 1 2 3 4 5 6 यहाँनिर पछाडिको ब्याक लुप सबै सिंगल क्रोसेट 1 सिंगल क्रोसेट 2 सिंगल क्रोसेट 3 सिंगल क्रोसेट 4 सिंगल क्रोसेट 5 र लास्ट सिंगल क्रोसेट 6 अनि अब चेन 1 अब फेरि पनि यसलाई यता फर्काउने र हामी ब्याक लुपमा मात्र हामी जाने छौं सबै सिंगल क्रोसेट 1 2 3 4 5 and 6 सिंगल क्रोसेट भयो। अब हामीले यो भयो। अब यता माथि जाने छौं यो भागमा स्लिप स्टिच 1 फेरि माथिको भागमा जाने छौं स्लिप स्टिच 2 गरेपछि यता फर्काउने छौं फेरि आफूपट्टि र पछाडिको ब्याक लुप 6 वटामा मात्र बुन्ने छौं 1 2 3 4 5 6 वटामा मात्र हामी बुन्ने छौं। सिंगल क्रोसेट सबै 1 सिंगल क्रोसेट 2 सिंगल क्रोसेट 3 सिंगल क्रोसेट 4 सिंगल क्रोसेट 5 सिंगल क्रोसेट 6 चेन 1 र फेरि फर्काउने छौं र हामी 6 वटामा सिंगल क्रोसेट 1 2 3 4 5 6 वटा सिद्धेपछि यहाँ माथि पुगेका छौं हामी यो माथि यहाँ पनि हामी स्लिप स्टिच 1 यहाँ माथि स्लिप स्टिच 2 गरेपछि यता आफूपट्टि फर्काउने र 6 वटा घरमा 1 2 3 4 5 अनि 6 घरमा मात्र पछाडिको ब्याक लुपमा सिंगल क्रोसेट गर्दै यसरी नै हामी जाने छौं साथीहरु है। यस्तो हुन्छ यसरी नै बुन्दै हामी यहाँ माथिसम्म जाने छौं र यहाँ पनि हामी त्यस्तै गर्ने छौं है। यहाँ अनि यहाँ गर्दै हामी जाने छौं र यसरी नै बुन्दै बुन्दै तलसम्म हामी आउने छौं र सो के गर्ने छौं म तपाईहरुलाई देखाउने छु। यहाँ चाहिँ साथीहरु मैले यो भाग बुनेर अन्तिम आइपुगे भने अब भने चाहिँ हामी यस्तो खालीको डोरा यहाँ एट्याच गरेर यस्तो बुन्ने छौं लामो डोरा है। यतिको यो भन्दा मोटो पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ यत्रो मात्र बनाए अनि बनाएर अनि यो जोड्ने हो। अनि यहाँको भाग चाहिँ कसरी जोड्ने
अनि कति चेन बनाउने म सो तपाईहरुलाई यहाँ सिकाउने छु। यहाँ चाहिँ मैले यो 160 चेन अथवा 160 घरमा यो बनाएको छु। यसको लागि यहाँ हामी चेन बनाउने छौं कसने र सेम जस्तो मैले यहाँ यो बुनेको छु यो स्टिच हो त्यही स्टिचै बुन्ने हो। यहाँ चाहिँ मैले चेन 160 चेन चाहिन्छ तर यहाँ म तपाईहरुलाई देखाउनको लागि मात्र म 10 घर बुन्ने छु। 2 3 4 5 6 7 8 9 10 मैले यहाँ तपाईहरुलाई 10 घर मात्र बुनेर देखाएँ। हामीलाई चाहिँ यो चेन चाहिँ 160 चेन बुन्नु पर्छ। यहाँ चाहिँ मैले तपाईहरुलाई देखाउन 10 घर मात्र बुने। अनि जसरी यो बुनेको छ त्यस्तै बुन्ने हो स्टिच। यसरी गर्ने छौं र यहाँ जाने छौं र यस्तो गरेर यो दुईटैलाई लिने। सेम जस्तो हामीले टोपीमा हामीले स्टिच बुनेका छौं त्यो टोपीलाई त्यस्तै स्टिच हामीले यहाँ बुन्दै जाने हो। 160 घरमा यसरी नै तपाईले बुन्दै बुन्दै 10 राउन्ड पूरा गर्नुपर्ने छ। यसरी नै बुन्ने हो। यो पछाडीको लुप मात्र पछाडीको भाग मात्र लिएर हामी बुन्ने छौं। सबै यस्तै गर्दै हामी बुन्दै जाने हो। यसरी नै हामी बुन्दै बुन्दै जाने छौं। त्यही स्टिच हो यो हजुरहरुलाई पनि आउँछ। तपाईहरुलाई साइज कत्रो चाहिन्छ त्यही अनुसार तपाईहरुले बनाउन सक्नुहुन्छ। मैले चाहिँ 160 को घर र 10 राउन्ड बुने। यस्तो गर्ने र फेरि यस्तै प्रोसेस गर्दै बुन्दै जाने हो। यसरी नै यसरी नै हामी बुन्दै बुन्दै जाने छौं। र यस्तो बुनेपछि यस्तो खालीको यो बुट्टा यस्तो लाम्चो बुट्टा बनिने छ। यो भाग चाहिँ हामीले 10 राउन्ड है यो 10 राउन्ड छ। यहाँनिर यो 10 राउन्ड छ। यसरी नै बुन्ने हो 160 को घरमा अनि बुन्दै यसरी बुन्दै जाँदा 10 राउन्ड। यो मैले अर्को पनि रेडी गरिसकेको छु भने यसलाई चाहिँ म कसरी अट्याच गर्ने हो म सो तपाईहरुलाई सिकाउने छु। यो हाम्रो उल्टो भाग हो भने यो हाम्रो सुल्टो भाग हो। हामी उल्टो भाग पर राखेर हामी यो टुप्पोमा राखेर हामी स्टिच गर्ने छौं। मैले यहाँ सिजर पनि रेडी गरी यो सियो पनि निडल्स पनि रेडी गरिसकेको छु र अब हामी यसलाई यहाँनिर अट्याच गर्ने छौं। यसलाई यसरी राख्ने र हामी यहाँबाट हामी सिलाउँदै जाने छौं। यहाँ तलबाट सिलाउँदै माथिसम्म जाने छौं। यसलाई यसरी सिलाउने यसलाई यसरी सिलाउने र सो हामी यहाँ यसलाई बाँध्ने छौं।
टोपीको उल्टो भागबाट हामी सिलाउने छौं। यसरी नै हामी यसलाई सिलाउने छौं। यसरी यसलाई सिलाउँदै सिलाउँदै हामी माथिसम्म हामी जाने छौं। यसरी सिलाउँछौं। र हामी यसलाई यहाँ कट पनि गर्ने छौं। यसलाई चाहिँ म यसमै बाँधिदिन्छु। र यो यस्तो हुन्छ साथीहरु। अनि यसको यो एक्स्ट्रा भागहरु चाहिँ हामी लुकाउन सक्छौं है। यसलाई यसरी हामी लुकाउँछौं। र एक्स्ट्रा भागलाई हामी काटिदिने छौं। यसरी यो टोपी हाम्रो रेडी भइसकेको छ। यसरी यो भागहरु हामी सबै लुकाउने छौं। यसरी नै हामी यिनीहरुलाई काट्ने छौं। यसरी हाम्रो टोपी रेडी भइसकेको छ। यो टोपी यस्तो हुन्छ। अनि यहाँ यस्तो। अनि यो मफलर जस्तै तपाईले यो ठुलो साइजमा पनि बनाउन सक्नुहुन्छ।
भन्दाखेरि यो पछाडिको यो घाँटीको भाग नै हाम्रो यसले छेकेको हुन्छ। त्यही भएर मैले यो मफलरको यो बान्ने भाग चाहिँ मैले धेरै ठुलो बनाइनँ। तपाईहरुलाई यो मेरो भिडियो कस्तो लाग्यो सो प्रतिक्रिया दिनुहोला र हजुरहरूले पनि यो जाडोमा यस्तै राम्रो राम्रो टोपीहरू मफलरहरू बुनेर लाउन सक्नुहुन्छ। अझै यो भन्दा असल र राम्रो राम्रो भिडियोहरू लिएर आउने छु। अहिलेसम्म मेरो भिडियोहरू हेरेर लाइक सपोर्ट गर्दै आउनु भएको कारण हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। अनि अझै यो भन्दा राम्रो राम्रो कुराहरू र राम्रो राम्रो यो क्रोसेट सम्बन्धी आइटमहरू हजुरहरूलाई सिक्न मन छ भने मेरो भिडियोलाई अथवा मेरो च्यानललाई हजुरहरूले सब्स्क्राइब पनि गरिदिनु होला। अनि अहिलेलाई चाहिँ बाई बाई।